आज द्वादशीको दिन मामाकोमा सेचता हुन्न बाउ बस बस त्यसमा बस लेफ्टमा हुन्छ केटीको ल दाइ भाउजू पनि आउनुभयो अँध्यारो अँध्यारो आयो दाइ यसमा चाहिँ यहाँ हाम्रै ब्लग हेर्दै ठ्याक्कै बुढीको पाला आएछ ल दाइले बुढीलाई लगाइदिनु पर्छ यहाँ भनेको त उता हाँसिरहेको छ फेरि ल अब यहाँबाट चाहिँ खाना खाएर निस्किन्छु अनि दिउँसो किर्तिपुर जानुपर्छ फेरि दाइको र दिदीकोमा जानुपर्छ दिउँसो है त ल अहिले चाहिँ हामी किर्तिपुर दिदीकोमा पुग्यो है हामीले त टिका लगाएपछि मैले त खिच्नै बिर्सिरहे भर्खर खिच्दै अब फेरि है त गोर्खा वारियरको भिलेन मैले हालिदिएको छु लिङ्क हालिदिएको छु यो अगाडिको भिडियोमा हाल्दैछु क्लोजबेरीको हाल्दैछु न्युल्यान्ड क्लियर पनि हाल्दैछु मैले टिकाको भ्लगमा हालिदिएको छु है हेर्नु होला है टिकाको भ्लगमा हालिदिएको छु बुढीले पनि यहाँ त्यहीँ गएर बनाएको यही हो नङ यस्तो यस्तो हुन्छ नेल त्यो बहिनीकोमा बनाएको मैले भ्लगमा हालिदिएको छु हेर्नु होला जानु होला है यही भिडियो देखाएर जानुभयो भने त त्यो टिकाको भिडियो देखाएर जानुभयो भने अलिअलि डिस्काउन्ट पाउनुहुन्छ है मौकामा फाइदा उठाउनु होला 5-10 रुपियाँ डिस्काउन्ट हुन्छ यहाँ हामी सबैलाई लगाइसक्यो है हेलो भनिदिनु एउटा अस्ति भनेको थियो डायलग भन्नुभएको थिएन अहिले चाहिँ एउटा डायलग हानिदिनु ल एउटा खतरा गोर्खा वारियरको डायलग हान्दिनु न गोर्खा वारियरको डायलग भाषा बुझ्दैन हौ होइन हान्दिनु एउटा भनिदिनु न खतरा नत्र गोर्खा वारियरको पनि त्यो भाषा नबुझे नि हान्दै हुन्छ नि एकचोटि हान्दिनु न ल ल ल यहाँ पुरै बोल्छन् पिउ हजुर फेरि भन फेरि भन फेरि भन पिउ यस हाँस्यो हाँस्दै हाँस्यो पिउ फेरि हाँस्देऊ फेरि हाँस्देऊ पिउ हाँस्देऊ फेरि हाँस्देऊ वाउ ल ठिक छ गर्छ हाँस त नि हाँस त मजाले दामी दामी फेरि हाँस्ने हो ल फेरि हाँस्यो पिउ हाँस्यो 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 न पिउ हाँस्यो 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 पिउ पिउ हो कि यसो नाम अब हाँस्छ यो फेरि हो ल
मेरो भान्जाको कलेक्सन रहेछ है यहाँ पहिला कोही फिस थियो अनि अर्को ऊ थियो के एउटा छ नि कता गयो त्यो होइन ऊ थियो नि पुरै यो स्विपर थियो 15 वर्ष कति 16 वर्ष बाँचेर अस्ति म कहिले मऱ्यो 1 वर्ष अगाडि मऱ्यो अस्ति छ अस्ति यहाँ छ ओ आयो हस्की यस ओ के छ खबर ब्लू आइस नीलो कलरको आँखा है ल ऊ डेन्जर ल यहाँ त यस्तो पो गर्छ ए कुखुरा पाल्नु पनि रहेछ त कागती पनि टन्नै छ त ल ठुलो कागती है ए बाबु कुखुरा त खतरा रहेछ त्यहाँ त ऊ खुट्टामै ऊ रहेछ या कस्तो खालको कुखुरा यो ए खुट्टाभरि पुरै ऊ छ है च्याप्ले मलाई भित्रबाट देखाउँछ बस बस त्यहीँ बस खुट्टाभरि कपाल रहेछ त्यसको है यसको छैन के पनि ऊ हेर नि त्यहाँ त्यसो डेन्जर खालको कस्तो खतरा खालको सोबी दुइटाको रहेछ ऊ यो त नयाँ डिजाइन मैले भर्खर देखेको हेर जस्तो त गर्दा नै कत्रो मोटो खालको के छ यो त सोबिस भनेर टाँसे हो कि यो कुन प्रजातिको हो भन्नु होला है त मैले त चिनेन यसको प्रजाति त ए टोक्नाउँछ यहाँ त यसले त टोक्नु पाइरहेछ त गर्दन फुलाएर उ हेर न खुट्टामा दुइटामा हेर न तर हिँड्दैन स्ट्याच्यु जस्तो भन्ने बसिरहेको छ चुप होला यो चाहिँ हिँड्दैन ओ है कसरी त्यस्तो आएको है यो त फर्स्ट टाइम देखेँ मैले यस्तो पहिला देख्थेँ तिमीले ओके गाइज अब उता दाइकोमा जान्छौँ है त टिका लाउन दाइको चाहिँ यहीँ हो यतातिर ठुलो पछाडिको बिल्डिङमा ल मैले अहिले भनेको थिएँ नि जुन यो स्विपर थियो 15 वर्षको भनेको थिएँ नि मरिसक्यो भनेको थिएँ नि त्यो चाहिँ चट्ट पारेर यहाँ भान्जाले चाहिँ के गरेछ पुरै सुकाएर यहाँनिर यसरी बनाएर आएको ल यहाँ आएछ ल ओरिजिनल ल 15 वर्ष बाँचेको ल यो सब यो सुकाएर म्युजियम जस्तै गरेर आएको छ भान्जाले स्विपर है अनलाइन जुने म यहाँ लड्ने सनी यहाँ जुने वो चिन्छु नि छुराइ बेम्बोल लगिदिनु नि अमिल्ला ओके साथीहरु अब चाहिँ हामी दिदीकोमा टिका लगाइसक्यो है दिदीकोबाट निस्केर अब दाइकोमा जाने सान दाइकोमा अघि देखाएको थिएँ नि मैले उ त्यो पछाडिको घर भनेर उ त्यो माथिको त्यही हो ल हिलो छ राम्रो छ है बडो ल ल ल आयो चाहिँ हामी आइसक्यौँ यहाँ दाइको घरमा पनि है यहाँ टिका लाउने कार्यक्रम हुँदैछ ल
हेलो भन्दियो हेलो भन्दियो सोधिसकेको त्यहाँनिर यहाँ को सुत्ने भनेर ठुल्ड्याडी सुत्ने अनि ठुल्मामा सुत्ने भनेको स्प्रिङवाला हो भन्दै थियो स्प्रिङवाला हो भन्दैछ बाबुले स्प्रिङवाला हो भनेर यहाँनिर स्प्रिङवालामा यहाँ उफ्रिनु गइसक्यो ऊ अब भाउजूको पालो हो आज छुट्टी पाएँ नि सरकारी आज र भोलि 2 दिनको नत्र त गइसक्यो थियो चिनी खान्छ हेलो भन्दै ल भन हेलो भन्दै ल ए बुढी मेरो पाला ल के भयो त्यो टाउमा मान्छेहरूले धेरै खान्छ कि जस्तो लाग्छ चिनी आफ्नो नानी भएपछि अरूलाई छोडेर खाँदेर खाँदेर जस्तो हुन्छ क्या मान्छेहरू श्याम भाइ खानुहुन्छ होला फ्रिजमा छ है फ्रिजमा राखेको भोलिसम्म
अस्ति गर्नु चाहिँ है यसरी हेर है तिम्रो त्यस्तै हुन्छ है ओ यहाँको त दामी रहेछ कस्तो लामो दामी अहिलेसम्मको सबभन्दा लामो भेटेँ है धेरै पर्छ है अनि दादाले त्यस्तो बेङ्गल गाडी खानुपर्छ ल दिदी जस्तै जाने ओके साथीहरू अहिले चाहिँ हामी माथि आइसक्यौँ है टिका लाएर कौशीमा आएको छौँ यहाँ सबै फोटोसोटो खिच्नु पर्यो भने च्याट्टा पारेर प्रशान्तको र सेम बुढीको सेम हो फोटो सेसनको लागि तयार पुरै पोजमा है सबैजना पोजमा छ है यहाँ त ल पुरै ल यो पनि भिडियोमा भ्लगमा आउँछ हेर्न पाउँछ पुरै ट्याक्क लाएर यो हेर्न पाउँछ क्या मैले अस्तिको हालिदिएछ कि त्यहाँ हेर्नु तमाको बर्थडेको सबै छ दादासँग खेल्दैछ बाबु पनि यहाँ अर्को ठुलै चाहिँ ब्लग हेर्दैछ नि अस्तिको दसैँको हाम्रो टिकाको ब्लग हेर्दैछ नि यहाँ चाहिँ ठुल्लाई पनि यहाँ पुरै ठुल्लाको छोरी ट्याक्क लाएर आफ्नै धुनमा यो चाहिँ मेरो पुन्टु मेरो पुन्टु कहाँ पर्छ 35 पर्छ भान्जाको छोरा ए लड्छ म त्यसो गर्दैन यसो भन्दा नटी हुन्छ त्यसो हुँदैन लड्छ ल ल भान्जा पनि हेर्नु फेरि लड्छ है बाबु लड्छ है ल